जसरी सुकुम्बासी बस्तीको विषयमा सुकुम्बासीको समस्या थियो, यिनै पुराना दलहरूको कारणले सुकुम्बासी समस्या मुलुकमा जर्जर समस्या बनेको थियो। त्यो सम्बोधन गर्नै पर्ने विषय थियो। सुकुम्बासीका नाममा हुकुमबासीहरू थिए, त्यो कुरा विवाद छैन, तर सुकुम्बासीहरू पनि त थिए नि। त्यसको एउटा ड्यू प्रोसेस पुरा गरेर, खास गरिकन सरकारले एउटा निकाय गठन गरेर जो सुकुम्बासी हो त्यसको प्रमाण सहित आउनुहोस्, जो सुकुम्बासी होइन उहाँहरूलाई हामी हटाउँछौँ, सुकुम्बासीको हामीले यसरी व्यवस्थापन गर्छौँ, यति दिनमा गर्छौँ, यो प्रक्रियाले गर्छौँ भनेर त्यो प्रक्रियामा गएर सुकुम्बासीलाई हटाउनु भएको भए हामी सबैले साथ दिन्थ्यौँ। तर हिजो काठमाडौँ महानगरपालिकामा उहाँले जे अभियान सुरु गर्नुभएको थियो, प्रधानमन्त्री भएपछि त्यो निरन्तरता उहाँले दिने जुन कोसिस गर्नुभयो, त्यसमा एउटा बायसनेस थियो, त्यसमा एउटा पूर्वाग्रह थियो, त्यसमा ड्यू प्रोसेस मिचिएको थियो। त्यसरी गरेको कामले परिणाम राम्रो दिँदैन। प्रधानमन्त्रीले नागरिकको सुरक्षा गर्नुपर्दछ, नागरिकलाई असुरक्षित बनाउने काम गर्नु हुँदैन। त्यसैले उहाँले राम्रो काम गर्नुहोस् भन्ने शुभेच्छाका साथसाथै उहाँले गरेका गलत कामहरूको विषयमा समाजमा छलफल हुनै पर्दछ।